mexer, quero ver tu vir sentando. Mas é cria de favela. Vamos descendo livre. Hello and namaste. फेरि पनि वेलकम ब्याक टु आवर न्यू भिडियो। अनि आज चाहिँ हामी महेशले चाहिँ गाउँबाट लिची ल्याएको छ रे। अब समीरको घरमा गएर लिची खानुपर्ने हुन्छ त गाइस। महेशले चाहिँ टक्क गाउँबाट लिची ल्याएको रहेछ हैन। लिची खाँदा खाँदैको घटना है यो। हेर्नु न है, यस्तो देखेर यी फोकस भयो अहिले चाहिँ ल। यस्तो देखेर अनि हामीले चाहिँ जीवन दाइलाई माया गरेको छ। कतिवटा, एउटा दुईवटा तिनवटा चारवटा पाँच छ सात, अनि यो एउटा दाना गरेर आठवटा दाना चाहिँ मायाले राखिदिएको छु। लिची सबै खान्थे है। दाइको माया लाग्छ कि लिची सबै खाऊँ कि भने दाइको माया लगाएर राखिदिएको। माया त गर्नु पर्यो। माया एकदम छ है। फ्रेस छ, किरासिरा छैन। फ्रेस छ, किरासिरा केही छैन। आएर झ्याप्की झ्याप हान्नु है। थाहा छ जीवन दाइले झ्याप्की झ्याप हान्छ। अहिले भिडियोमा देखाउँछ है त। जीवन दाइ नि आइसक्यो। ल जीवन दाइ खोइ कहाँ हो? अनपढ जीवन दाजु कमिङ सुन रे। के बोले बाबु, के बोला तिमीले? यहाँ यत्रो राखिदिएको छु। हामीले चाहिँ डक्क लगाएर अघि देख्नु भयो त गाइज, ड्याङ्ग लगाएर राखिदिएको छु। यी जीवन दाइलाई चाहिँ हामीले 1 2 3 4 5 6 7 खानु नि दाइ, खानु। ल ल ल ल ल यस्तो माल चाहिँ होइन मलाई सिकाएको थियो क्या अनिल सुनाले होइन। यस्तो गर्ने होइन, छोरे तपाईँले खेलाउने है, यस्तो खेलाउने है। अहिले फाल्नुपर्छ नि तपाईँले फेरि। सुन्न यहाँ ट्यालेन्ट रहेछ यार, ट्यालेन्ट रहेछ है, ट्यालेन्ट रहेछ। अनि यत्तिको फिलियर खाएपछि अनि हामी आज कहाँ प्रारम्भ जानुपर्ने? थाहा छैन। कस्तो छ? रसिलो बाबा। ल ल ल ल ल यत्तिकै ठान्छ नि। गाउँको भने हामीले 1 बोटको आँप बचाइसक्यो अघि न। 1 बोटको लिची कतिवटा ल्याएर लिची थियो 40-50 वटा। 40-50 वटा के भने? 40-50 वटा कहाँ थियो त? 30-40 ल्याएको थियो। झाडी ल्याएको थियो, एउटा झाडी ल्याउनु चाहिँ लोद ल्याएर लाग्छ है। किरा पर्छ क्या यसतिर। हो छ किरा? छैन, फेर्नुपर्छ। साँच्ची हो अघि त थियो किरा। हुन्छ न, अघि थियो के? सुरगरानमा मैले खाएको होइन कि हामीले खाएकोमा चाहिँ किरा थियो कि? यहाँ भ्लगमा नि छ। त्यही त हेरेर खानुपर्छ क्या। हेरेर खानु। मैले त अगाडि देखाएको मात्रै हो नि त। हेरेर खानुपर्ने रहेछ कि यो चाहिँ। हल्का किरा सिरा हुने रहेछ। खो अचार आँप काट्ने अचार चुपिरहेको थियो त। अचार चोपे होइन हौ, त्यो उयो नुन र त्यही त। अनि खोइ त त्यहाँ छ, खाने भए खानु। त्यो त्यसमा नि खान्न त खानु ल। म चाहिँ टक्क सुतेर मन हेरेर थिएँ। समीर चाहिँ हाम्रो अन्डर 16 को महेश प्लेयरलाई चाहिँ हाम्रो ट्रेनिङ ग्राउन्डमा पुऱ्याइदिनु गएको छ। अनि हाम्रो महेश बाबुले चाहिँ हल्का पठो भाडा पनि खर्च नि दिन्छु भनेको छ। त्यसैले हाम्रो समीरजी चाहिँ पुऱ्याउनलाई गएको छ होइन। सायद पुगिसक्यो होला। ट्रेनिङ चाहिँ 3 बजेर अहिले ठ्याक्क 3:30 भइरहेछ। पुग्यो होला। अब ठ्याक्क 3:30 बजे। ए के बोले भाइ, के बोले अरे? ल मैले के भने 3:30 बजे भने हो मैले। हो र। अहिले चाहिँ 2:30 भइरहेछ होइन। अनि त्यसपछि समीर चाहिँ फर्किसक्यो होला। अब 3 बजीतिर आइपुग्छ समीर। माथि गोकर्णको बाटो गयो होला। अनि लगाएछ आज चाहिँ अब एन्ड्रोबाट आयो होइन भर्खर। आज चाहिँ नेक्स्ट डे हो होइन। यो चाहिँ नेक्स्ट डेको भ्लग हो। अनि अब हामी चाहिँ खाजा खानु जानुपर्ने हुन्छ।
हामी माथि त्रिवेणी जाँदैछौँ। यहाँ समीर पनि देख्न सक्नुहुन्छ हजुरहरूले पछाडि। अब हामी चाहिँ निस्किन लाग्यो है त गाइस, जाउँ। हामी चाहिँ आइएमएफ गएर आएर खाजा खान लाग्यो डक्टर हामी चाहिँ यहाँ बसिरहेको छौँ। दुईजना केटाहरू चाहिँ फुटसल बुकिङ थियो, त्यही भएर फुटसल खाना खाएको छ। हामी चाहिँ यहाँ वेट गर्दैछौँ टक्क लाएर होइन समीर अन्त बवाल भयो डढी छ यार पुरै डढी छ पुरै डढी छ है पुरै डढिनु टक्क त्रिवेणीमा हामी चाहिँ यहाँ टक्क लाएर खाजा खान लाग्यो। अब केटाहरूलाई कुर्ने अब एकछिन अब केटाहरू आएपछि भेटौँ न। केटाहरू चाहिँ आइदिएर आइसक्यो, यहाँ अर्को पनि आइसक्यो यहाँ माल यहाँ छ अर्को पिज्जा ल सुरु गर्नु त टक्क लाएर होइन कस्तो बगाल छ गीत पनि मजाको बजायो चाहिँ ल त्यो अघि तारिक बोलेको थियो बगाल के छ अरू के छ जिउँदै यहाँ चाहिँ हाम्रो यहाँ दादा कस्तो चाहिँ अघि मोमो चाउमिन खायो, लेग पिसेस खायो। अब चाहिँ खबर लाग्छ खिचेर It's another one. हाम्रो यहाँ नाना आइसक्यो, केटा चाहिँ रेडी खानाको लागि रेडी भइसक्यो होइन त। सर चाहिँ उहाँ पर सुत्नु भएको थियो अनि टक्कै यहाँ केटाहरू चाहिँ गीत सुन्दै नेक्स्ट वान खाएपछि भेटौँ न। झप्पै चाहिँ हामी चाहिँ टक्क निस्किसक्यौँ, छोराहरू तल झार्दैछौँ। के अरे दाइको बेइज्जत गराउँछ कि त्यसले होइन त्यो ट्यापे ट्यापे हामी ट्यापे नै हो ट्यापे गर हिँड्नु किन हिँड्नु छिटो खाएपछि नजुट्के आफ्नो बाटो लाग्ने हो खाएपछि सक्छ होइन लाग्ने त अब जानेको होला दोस् ल ल भयो त ल पार्टी ल यता चाहिँ पछाडि चाहिँ कसो दाग्नु छ पार्टी त्यो आमामा आन्टीहरू कता जान्छ आन्टीहरू गर्नुहोस् त
अहिले राम्रो चाहिँ भनेको मखेको छ हेरेर आउनु तिमीलाई टक्कलाई अब हिँडेको हामी चाहिँ ल हिँड त हामी जाउँ न जाँदैन यो चाहिँ यस्तो हो A few moments later. ल गाइज अब आज खालसा चाहिँ खाए टन्न पाएको छु हामी अब टक्क ब्लग घरतिर आउन थालेको चट्ट जाँदैछु घरमा होइन अब घर गएर टक्क आज टन्न भइरहेछ मजाले खायो त्रिवेणी रेस्टुरेन्टमा गएर मजाले म आशिक सर समीर काजल म्याम अनि अरुण त्यसपछि सरोज हामी 6 जना गएको थियो एसएससीको फ्यामिली टक्क ल अब घरतिर तर्फ लागिरहेछु घर पनि आइसक्यो हामी होइन टक्क लगाएर मजाले लगाइरहेको छ टक्क अब चाहिँ मस्तले सुत्दिन्छु यति भन्नेमा हाम्रो ब्लग आज यहीँ इन गर्नेछु ल लाइक कमेन्ट सब्सक्राइब सेयर सबै गरिदिनु होला चाँडोभन्दा चाँडो हामीलाई माया देखाइदिनु होला छिटोभन्दा छिटो ब्लग मजाले हेरिदिनु होला अन्तिमदेखि लास्टसम्म होइन फर्स्टदेखि लास्टसम्म भन्नु अन्तिमदेखि भएछ यस्तै मुख हड्डी नभएको जिब्रो चुलिरहन्छ टक्क लगाएर ल बाई बाई सी यू नेक्स्ट ब्लग बाई बाई गाइज